ज्वागलमा उम्मेद्वारसँग छलफलमा बालेन्द्र शाह। बालेन आइतबार बिहानदेखि पार्टीका उम्मेद्वारसँग व्यस्त रहे। चम्मती कार्यालय होइन, ज्वागल सम्पर्क कार्यालयबाट भेटघाट भयो। पुसमा पार्टी प्रवेशपछि पनि उनी ज्वागलमै सक्रिय रहे। माघमा जनकपुर र झापा पुगेर उम्मेदवारी दिएपछि राजधानी फर्की सबै उम्मेद्वार भेटे त आइतबार उनले एक गरी भेटघाट गरे। थप प्रमाण झिकाउन सर्वोच्चको आदेश। सर्वोच्च अदालतले रासोपाका सभापति रवि लामिछाने विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ। संयुक्त इजलासले अभियोग पत्र संशोधनका आधार देखिएकाले महान्यायाधिवक्ता कार्यालयबाट कागजात मगाई अन्तरिम आदेशमा छलफल गर्न निर्देशन दिएको हो। राष्ट्रिय सभामा आए 18 नयाँ सांसद। राष्ट्रिय सभामा 18 जना नयाँ सदस्य निर्वाचित भएका छन्। अनुभवी, युवा र समावेशी अनुहारको प्रतिनिधित्व देखिएको छ। फागुन 20 मा कार्यकाल सकिने 19 पदमध्ये 18 का लागि निर्वाचन भयो। काङ्ग्रेस, एमाले र लोसपाको तालमेल सफल रह्यो। नवनिर्वाचित सदस्यको कार्यकाल फागुन 21 देखि सुरु हुनेछ। नेताहरूले छाडे उज्यालो नेपाल पार्टी। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी उनेपाका 15 संस्थापक नेताहरूले हाल पार्टीमा नरहेको बताएका छन्। डाक्टर विशाल भण्डारी, निर्देश सिलवाल, डाक्टर अभिषेक राज सिंह, सञ्जीव भट्टराई सहितका नेताले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। उनीहरूले नागरिक सरोकार र साझा हितको आधारमा क्रियाशील रहने बताएका छन्। सन्तोष परियारले गरे विवाह। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद सदस्य सन्तोष परियारले आइतबार जिल्ला अदालत कास्कीमा शर्मिला परियारसँग विवाह दर्ता गरेका छन्। शर्मिला पोखरा महानगरपालिका 17 का निवासी हुन्। उनीहरू 2 वर्षदेखि प्रेम सम्बन्धमा थिए। सन्तोषले विवाह गरेको पुष्टि गर्दै खुसी व्यक्त गरेका छन्। हर्क साम्पाङ विरुद्ध उजुरी। चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा श्रम संस्कृति पार्टीका उम्मेद्वार हर्क साम्पाङ विरुद्ध उजुरी परेको छ। धरान नगर बाल सञ्जालले निर्वाचन आचार संहिता र बालबालिका ऐन उल्लङ्घन भएको दाबी गर्दै प्रहरी र निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको हो। उजुरीपछि साम्पाङले प्रचारमा बालबालिका नल्याउन आग्रह गरेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापा सर्लाहीमा। नेपाली काङ्ग्रेसका सभापति गगन थापा प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वारका रूपमा सर्लाही पुगेका छन्। उनी सर्लाही 4 बाट उम्मेद्वार हुन्। सिमरा हुँदै सर्लाही पुगेका थापालाई कार्यकर्ताले स्वागत गरेका छन्। उनी केही दिन चुनाव केन्द्रित कार्यक्रममा सहभागी हुनेछन्। विशुद्ध धार्मिक यात्रामा पूर्व राजा। मध्य प्रदेशको राजधानी जनकपुर धाम पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक भएको बताएका छन्। परिवारसहित आएका उनले जानकी मन्दिर र राम मन्दिरमा पूजा गरे। समर्थकले स्वागत र नाराबाजी गरे पनि उनले यसलाई पारिवारिक धार्मिक भ्रमण मात्र भएको स्पष्ट पारे। फुकुवा भएपछि पहिलो पटक गृह जिल्ला पुगे लेखक। नेपाली काङ्ग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्। स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका उनले संविधान लिकबाट बाहिर गएको र देश अप्ठ्यारो अवस्थामा रहेको दाबी गरे। लोकतन्त्र जोगाउन काङ्ग्रेस बलियो हुनुपर्ने र उम्मेद्वारलाई जिताउन सबै एकजुट हुनुपर्ने उनले बताए। साउदीसँग श्रम सम्झौतामा हस्ताक्षर। नेपाल र साउदी अरेबिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै 5 दशकपछि द्विपक्षीय श्रम सम्झौता भएको छ। रियादमा हस्ताक्षर भएको सम्झौताले नेपाली श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्ने अपेक्षा गरिएको। नेपालगञ्जमा बालेनलाई स्वागत। झापाबाट फर्किएका रासपाका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचारका लागि नेपालगञ्ज पुगेका छन्। विमानस्थलमा कार्यकर्ता र समर्थकको भिडले स्वागत गरेको थियो। उनी सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रचारमा सहभागी हुनेछन्। केही दिनपछि बालेन काठमाडौँ र ललितपुरका निर्वाचन क्षेत्रमा अभियानमा जुट्ने कार्यक्रम छ। सभापति रवि लामिछाने अस्पताल भर्ना।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। माघ 5 गते जनकपुर कार्यक्रमका क्रममा देब्रे खुट्टामा लागेको सामान्य चोटबाट संक्रमण बढेपछि चिकित्सकको सल्लाहमा उनलाई त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन्। यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा छापा मारेको छ। टोलीले कार्यालय प्रमुख पेशल कुमार पोखरेलसहित 17 जना कर्मचारीबाट 25 वटा मोबाइल नियन्त्रणमा लिएको छ। बिचौलिया मार्फत लिखित परीक्षामा फेल भएकाबाट रकम उठाएर नियम विपरीत पुनः परीक्षा दिलाएको आरोप छ। युवराज सफल पक्राउ। युवराज पौडेल पक्राउ परेका छन्। सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको र गालीगलौज गरेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई मंगलबार पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सविता भण्डारी विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। ओढारमा भेटिए 5 थान भरुवा बन्दुक। रुकुम पूर्व प्रहरीले ओढारभित्र लुकाएर राखिएका 5 थान भरुवा बन्दुक बरामद गरेको छ। भूमे गाउँपालिका सिपा खोलाबाट विशेष सूचनाका आधारमा खोजतलास गर्दा हतियार फेला परेका हुन्। तीमध्ये 4 चल्ने र 1 बिग्रिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण। निर्वाचन आयोगले आचार संहिता उल्लङ्घनको आरोपमा रासोपा वरिष्ठ नेता बालेन शाह, एमाले सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेद्वार निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ। घृणात्मक अभिव्यक्ति, बालबालिकाको प्रयोग र चुनाव चिन्ह दुरूपयोगबारे उजुरीपछि आयोगले 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको जनाएको छ। पश्चिम नेपालमा वर्षा र हिमपात सुरु। पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालमा वर्षा र हिमपात सुरु भएको छ। मौसमविदका अनुसार वर्षा प्रणाली पूर्व सर्दै काठमाडौँसम्म प्रभाव पार्नेछ। बुधबार देशभर बादल लाग्ने, पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा पहिलो हिउँदे वर्षा। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकामा वर्षा भएको छ। उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै उपत्यकामा चिसो बढेको छ। यो वर्षको पहिलो हिउँदे वर्षा हो। वर्षाले तुवालो र प्रदूषण हट्ने अपेक्षा गरिएको छ। हिउँदे वर्षाले किसान उत्साहित। लामो खडेरीपछि भएको हिउँदे वर्षाले किसानहरू उत्साहित भएका छन्। न्यूनचापीय प्रणालीका कारण पश्चिमदेखि मध्य नेपालसम्म वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको छ। कृषि विज्ञका अनुसार असिना बिनाको पानीले तोरी, गहुँ र फलफूल उत्पादन बढाउन ठूलो सहयोग पुग्नेछ। नर्वेली राजदूतसँग प्रधानमन्त्रीको भेट। प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय हित, निर्वाचन, शान्ति प्रक्रिया र दिगो विकासबारे छलफल भयो। राजदूतले कार्कीको नेतृत्वप्रति विश्वास व्यक्त गरे भने प्रधानमन्त्रीले नर्वेको समर्थनप्रति धन्यवाद दिए। सबै जिल्लामा पुग्यो नमुना मतपत्र। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता शिक्षा सामग्री सबै जिल्लामा पुगेको छ। निर्वाचन आयोगका अनुसार करिब 10,98,200 नमुना मतपत्र छपाई भइसकेको छ। समानुपातिक तर्फका 2 करोड भन्दा बढी मतपत्र पनि तयारी अवस्थामा छन्। भोलिदेखि मौसम खुल्ने। मंगलबार सक्रिय पश्चिमी न्यूनचापीय प्रणाली बुधबार साँझदेखि बाहिरिएको छ। मौसमविद वरुण पौडेलका अनुसार अब केही दिन मौसम खुल्नेछ, चिसो भने रहनेछ। यस प्रणालीले काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै स्थानमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात गराएको थियो। अरिजित सिंहले लिए सन्यास।
चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत उनले अबदेखि प्लेब्याक गायकका रूपमा काम नगर्ने बताए। नयाँ वर्ष 2026को शुभकामना दिँदै उनले बलिउड र प्रशंसकलाई साथ र मायाका लागि धन्यवाद दिएका छन्। निर्वाचन आचार संहिता परिपालनामा गृहको कडाई। गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा निर्वाचन अघि र निर्वाचन अवधिमा आचार संहिता उल्लङ्घन रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। नियमित अनुगमन गरी प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ। आचार संहिता यही माघ 4 गतेदेखि लागू भएको छ। रवि लामिछाने अस्पतालबाट डिस्चार्ज। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। भेटघाटको भीड़ बढेपछि घरमै आराम गर्ने निर्णय गरिएको हो। देब्रे खुट्टाको चोटबाट सेलुलाइटिस देखिएपछि उपचार गरिएको थियो। उनलाई नसा मार्फत 3वटा एन्टिबायोटिक दिइएको छ। माघ 5 जनकपुर कार्यक्रमबाट फर्कदा लागेको चोट बेवास्ता गर्दा समस्या जटिल बनेको जनाइएको छ। प्रहरीको राशन रकम वृद्धि गर्ने सरकारको निर्णय। सरकारले नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम फागुन 1 गतेदेखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले निर्णय गरेको गृहमन्त्री तथा प्रवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए। तर कति रकम बढाइएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन। जापान भ्रमणमा जाँदै राष्ट्रपति पौडेल। राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन्। राष्ट्रपति पौडेल माघ 18 गते जापान प्रस्थान गर्नेछन्। आज बसेको मन्त्री परिषद बैठकले भ्रमण स्वीकृत गरेको गृहमन्त्री तथा प्रवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए। नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वर्षगाँठको कार्यक्रममा सहभागी भई राष्ट्रपति पौडेल माघ 21 गते स्वदेश फर्कने कार्यक्रम छ। हाजिर जमानीमा छुटे युवराज सफल। अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल सफल हाजिर जमानीमा छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीका अनुसार उनी बुधबार साँझ रिहा भएका हुन्। महान्यायाधिवक्ताको कार्यालय लक्षित आरोपपछि माघ 8 मा पत्राचार र माघ 13 मा पक्राउ गरिएको थियो। प्रहरीले आवश्यक अनुसन्धानपछि कानूनी प्रक्रिया अनुसार रिहा गरेको जनाएको छ। सुदन गुरुङले मागे प्रहरी। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खा जिल्ला समितिले प्रतिनिधि सभा निर्वाचनका क्रममा उम्मेद्वार सुदन गुरुङको सुरक्षा जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। गोप्य सूचना अनुसार हात हतियार सहितको समूहबाट खतरा देखिएकाले पीएसओ सहित आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ। सुदूरपश्चिम अछाम पुगे बालेन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमको अछाम पुगेका छन्। झापा 5 मा उम्मेदवारी दर्ता गरेपछि उनी चुनावी दौरमा निस्किएका हुन्। अछाममा बालेनले रासोपाका उम्मेद्वार ओम प्रकाश रावलसँग भेट गरेका छन्। यसअघि डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्लामा पुगिसकेका उनी आफ्नो प्रचार अभियानका क्रममा पार्टी उम्मेद्वार भेटिरहेका छन्। सर्लाहीबाट काठमाडौँ फर्किए गगन। नेपाली कङ्ग्रेसका सभापति गगन थापा सर्लाही 4 मा 5 दिनको भेटघाटपछि काठमाडौँ फर्किएका छन्। उनले निर्वाचन क्षेत्रमा घर दैलो, छलफल र संवाद कार्यक्रम मार्फत नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष सम्पर्क गरेका थिए। सभापति थापाले सर्लाहीको विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए र स्थानीय सम्पर्क कार्यालय खोल्ने घोषणा समेत गरे। काठमाडौँ तराई फास्ट ट्र्याक समयमा सम्पन्न गर्ने।
काठमाडौँ तराई फास्ट ट्र्याक 2088 चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका सहायक रथी राजाराम बस्नेतका अनुसार अहिलेसम्म भौतिक प्रगति 45.16% र वित्तीय प्रगति 45.3% छ। सुरुङ मार्ग, पुल निर्माण र वनरोपण कार्य समेत प्रगतिमा छन्। सिराहामा रासोपा र प्रलोपा बीच चुनावी तालमेल। सिराहामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी तालमेल भएको छ, जस अनुसार सिराहा 2मा प्रलोपाले रासोपाका उम्मेद्वार शिव यादवलाई प्रत्यक्षतर्फ सहयोग गर्नेछ भने बदलामा रासोपाले समानुपातिकतर्फ प्रलोपामा मतदान गर्ने सहमति भएको छ। रासोपाले दियो स्पष्टीकरण। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाँके 3का उम्मेद्वार खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर सचेत गराएको छ। सुनारले गाई वा गोरुको मासु खान पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना भएपछि पार्टीले उनलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको हो। काठमाडौँमा मनाइयो शहीद दिवस। प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरिन्। शहीद सप्ताहको अन्तिम दिन कार्यक्रममा मन्त्री, उच्च अधिकारी र सुरक्षा प्रमुख सहभागी थिए। प्रभात फेरी शहीद उद्यानमा पुगेर सम्पन्न भयो। काठमाडौँ महानगरपालिकाले नागरिक अधिकार, मानव अधिकार र स्वाभिमानका लागि भएका प्रयास सम्झिन सार्वजनिक बिदा दिएको छ। चुनावमा सेनाले हवाई गस्ती पनि गर्ने। फागुन 21 गति हुने निर्वाचनमा नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ। सुरक्षा चुनौती बढेसँगै व्यवस्था थप मजबुत बनाउन 4 स्थानमा हेलिकप्टर र जहाज तैनात गरिनेछ। पूर्वको इटहरीमा हेलिकप्टर, विराटनगरमा जहाज रहनेछन् भने काठमाडौँ, पोखरा र सुर्खेतमा पनि हेलिकप्टर र जहाज तैनात हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।